मिडल इस्टमा इरान, इजरायल र अमेरिका बिचको वार अहिले क्रिटिकल स्टेजमा छ। ओइल रुट बन्द भयो भने वर्ल्ड इकोनोमी क्र्यास हुन्छ, प्राइस स्काई रकेट हुन्छ र सबैभन्दा ठुलो कुरा नेपालमा तेल, खाना, फर्टिलाइजर र डेली लाइफमा कस्तो इफेक्ट पर्छ त। 2026मा वार सुरु भयो जब अमेरिका र इजरायलले इरानमा एयर स्ट्राइक गरेर इरानको टप लिडरहरू मारिदिए। त्यसको बदला स्वरूप इरानले पनि मिसाइल र ड्रोन अट्याक गरिरहेको छ इजरायल अनि अमेरिकाको मिलिटरी बेस र सिप्समा, र यो दुवै तर्फबाट चलिरहेको छ इरान अनि इजरायल। स्ट्रेट अफ हर्मुज यस्तो सी रुट हो जहाँबाट 20% वर्ल्डको ओइल पास हुन्छ र अहिले स्ट्रेट अफ हर्मुज इरानले कन्ट्रोल गरिरहेको छ। सिप्सहरू हिँड्न पाएका छैनन् र सी रुट ब्लक छ। यसले गर्दा विश्वभरकै तेलको प्राइस बढेको छ। वारभन्दा पहिला $70 पर ब्यारल पाउनुपर्ने तेल अहिले झन्डै 110 पर ब्यारल पुगिसकेको छ। यो भनेको 30 देखि 40% बढेको हो। यो बढाइले डिरेक्ट नेपालको फ्युल प्राइसमा पनि इफेक्ट गर्नेछ। नेपालले पेट्रोल प्रड्युस गर्दैन, हामी मोस्टली इन्डियाबाट इम्पोर्ट गर्छौँ र इन्डियाले मिडल इस्टबाट। वारले गर्दा पेट्रोलियम प्रोडक्टको कमी र भाउ भने बढेको छ। नेपालमा वार हुनु अघि पेट्रोलको भाउ 150 पर लिटर थियो र अहिले बढिसकेको छ र कति पुग्छ टुङ्गो छैन। डिजेल पनि 120बाट बढी नै सकेको छ। यसले गर्दा यातायात, खानेकुरा, कपडा सबैमा भाउ भने बिस्तारी बढ्ने नै छ। फुड प्राइसको इम्प्याक्ट झन् धेरै सिरियस हुनेवाला छ। चामल, दाल, तेल र तरकारीको भाउ बढी नै सक्यो। सँगसँगै ग्यास र अन्य खाद्य पदार्थको कालाबजारी पनि सुरु भइसकेको छ र नेपालले फर्टिलाइजर पनि 70 देखि 80% इम्पोर्ट गर्छ इन्डिया र चाइनाबाट। वारले सप्लाई डिस्टर्ब भयो भने फर्टिलाइजरको कमी हुन जान्छ, किसानको खेती कम हुन्छ। यसको रिजल्ट भने राम्रो हुँदैन, फुड इन्फ्लेसन डबल नै हुन सक्छ। स्टुडेन्टहरूको भिजा डिले भइ नै सक्यो, अझ थप 2-4 महिना लाग्न सक्छ। फ्लाइटहरू महँगो भइ नै सके, अझ महँगो हुन सक्छ। स्कलरसिप, वर्क पर्मिटमा अझ धेरै स्ट्रिक्ट रुल्सहरू पनि लागू हुन सक्छ। नेपालमा लगभग 40 देखि 45% रेमिटेन्स गल्फ नेसनबाट आउँछ र झन्डै 19 लाख नेपाली त्यहाँ काम गर्छन्। गल्फमा जब इन्स्टेबिलिटी भयो या कामहरू सटडाउन भयो भने रेमिटेन्स 20 देखि 30% घट्न सक्छ। यसले नेपालको इकोनोमीमा ठुलो धक्का दिन्छ। नेपालमा अहिले राजनीतिक माहौल पनि त्यति राम्रो छैन। गभर्मेन्ट चेन्ज भइरहेको छ, पोलिसिजहरू अनक्लियर छ र लङ टर्म प्लानिङ मिसिङ छ। ग्लोबल क्राइसिस केही गरी आइहाल्यो भने नेपाल रियाक्ट मात्र गर्न सक्छ, प्रोएक्टिभ छैन। गभर्मेन्टले आपतकालीन फ्युल स्टोरेज क्यापेसिटीलाई बढाउनु पर्छ। देशभित्र रहेका फर्टिलाइजर कम्पनीहरूको प्रोडक्सन बुस्ट गर्नुपर्छ र सँगसँगै कालाबजारीलाई पनि रोक्नुपर्छ। एज अ सिटिजन अहिले हामीले वैदेशिक यात्रालाई टाढा सार्नुपर्ने बेला आएको छ। अनावश्यक खर्च गर्नु हुँदैन र फाइनेन्सियल प्लानिङ पनि गर्दै गर्नुपर्छ। आफूलाई चाहिने अति आवश्यक सामानहरूको स्टक गर्नुपर्छ, तर प्यानिक बाइङ नगरिकन। थ्याङ्क यू। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला।